तातो पानीबाट लाग्यौँ माथिको बाटो त्यहाँ ठ्याक्क जुन वाउ सम्बन्धी सूचना कृपया यो सूचनाको पालना गर्नुहोस्। अन्नपूर्ण कन्जर्भेसन एरिया फलो द रुल्स। हामी अब मुस्ताङ प्रवेश गरौँ। कस्तो लागिरहेछ? रमाइलो लागिरहेछ। आन्टी कस्तो लाग्दैछ हजुरलाई? ल गाइस सबजना एकचोटि भिजिट गर्नु होला। ल ल ल यो पुरै भरेको नाइस छ हौ जङ्गल पनि। हेलिकप्टरको यो बिरुवा छर्ने गरे मुस्ताङ बगैँचाको ताजा स्याउ यहाँ पाइन्छ। स्याउ बगान यो अलिकति पर्छ यस्तो राम्रो ठाउँमा पर्दैन रहेछ। यत्रो गइछ यहाँबाट पानी उता चाहिँ हराइरहेको थियो। सानो सानो छुटुक्क छुटुक्क पुरै ढुङ्गा त्यो त घरै होइन जस्तो देखिने होइन माथिबाट हेर्दा। गजब छ। हामी छौँ अहिले जोमसोममा। हेलो गाइज के छ? अङ्कल कस्तो लाग्दैछ हजुरलाई? आन्टी जोमसोम बजार आइपुग्यो कस्तो लाग्दैछ हजुरलाई? अङ्कल दामी रमाइलो नि हजुरआमा के छ? ल हामी अब जोमसोम बजारमा चिया खाने सल्लाह भएको छ। यो एयरपोर्ट होटल मुक्तिनाथ। यहाँ मेरो भाउजू खिच्दै हुनुहुन्छ। चिसो चिसो छ, यस्तो मजा आइरह। मम्मी यता, हामी यता, भाउजू यता।
यता अङ्कल आन्टी फोटो खिच्न बस्नुभएको कति राम्रो। हामी चाहिँ जोमसोमको बजारमा यस्तो दामी ठाउँ। भाउजू चिया कस्तो छ? जोमसोमको चिया मिठो छ? मिठो छ अङ्कल? चिया मिठो छ? सम्झु कस्तो छ चिया? घाम खोज्नु पर्यो अरे भनेर घाम ताप्नलाई हल्का घामको दर्शन पाइयो है। घाम प्यारो होइन त आन्टी? कागबेनी आइपुग्यौँ। यहाँ अब श्राद्ध गर्ने अनि त्यस पछाडि यहाँबाट हामी फेरि अनि मुक्तिनाथ लाग्छौँ। अहिले चाहिँ हामी कागबेनीमा छौँ। यहाँ टन्नैजना हुनुहुँदो रहेछ। अनि यस्तो शालिग्राम यो कस्तो लाग्यो? अब यहाँ दादाहरूले स्नानको काम गर्नुहुन्छ। हामी डुल्छौँ शालिग्राम खोज्नलाई ट्राई गर्छौँ। भेटिन्छ कि भेटिँदैन। यस्तो पहाड कागबेनीको दोभान। यसमा चाहिँ अब यहाँ श्राद्ध गर्ने काम। हजुर जाने तुलसी कहाँ राख्ने? तुलसी राख्ने भनेको त बाबा चाहिँ चिसो अङ्कल चिसो यहाँ देख्नको लागि पानी कति चिसो होला। ओहो चिसो 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 कति चिसो छ पानी। गाइस टु मच चिसो पानी। खुट्टा खिलाएर लाग्दै हुँदैन। अब ठ्याक्क दोभानमा जान्छु। चिसो खुट्टा ठिरायो लास्टै मेरो। यस्तो चिसो छ नि पानी। आन्टी बाबा मम्मी हजुरआमा यहाँ श्राद्ध गर्ने सामान मिल्दैछ। बाहिर भाउजूलाई सस्तोमा दिन्छु भन्नुभएको अरे त्यो शालिग्राम। यहाँ श्राद्धको काम सुरु हुँदैछ। तर हामी अब एकचोटि त्यहाँ पुलमा गएर आउँछौँ। त्यो पुलमा जान्छौँ। अब पुलमा जानको लागि आयौँ। हेलो सम्झु। यो पुलमा जाऊँ टक्क फोटो खिचौँ। यहाँ फोटो खिच्नलाई पोज दिएर केही छैन बसेर। ये अनि बाबा मम्मीहरू चाहिँ उता हुनुहुन्छ। मर्निङ वाक गर्दैछ पुलमा। बाई बाई सो ह्याप्पी। हुने गरी कुदे नि म त। यो चाहिँ एकदमै धेरै ठुलो खोला तर्दैछ है हाम्रो बहिनीले। यो चाहिँ उसको लागि सिम्पल हो, केही छैन। धेरै तगडा भइसक्यो बहिनी आएर। अब घर गएपछि पनि यस्तै देख्न पाइयोस् होइन त बहिनी?
हामी चाहिँ पुलमा घुमेर आइसक्यौँ अनि हाम्रो अङ्कलहरू चाहिँ यहाँ श्राद्ध गर्दै हुनुहुन्छ। परेवालाई चामल खोला त अघिको भन्दा धेरै ठुलो भइसक्यो नि। कागबेनीमा आएर नि धनी भयो म त। म चाहिँ अब हुर्र उयो पुगेर आउँछु है। यहाँ गुम्बा रहेछ, म चाहिँ बाहिरबाट भएर सर हेरेर आउँछु, एक्लै गएर भनेर हिँडेँ। मजा आइरहेको छ मलाई। म एक्लै हिँडिरहेको छु त्यहाँ गुम्बा पुगेर आउँछु भनेर। कता कता हिँड्ने कता कता टेक्ने चाहिँ जोगिनु पर्यो। आइया कागबेनीको गुम्बा। राइटबाट जान्छु, लेफ्टबाट आउँछु। रमाइलो। होटल लासा रहेछ हौ त्यहाँ पारि। वाउ कागबेनी। चाहिँ मेरो छाया हो, म एक्लै छु, म एक्लै आएको हो यता गुम्बामा। अब चाहिँ जाने तल। बाफ्रे यस्तो सही हो क्या, यो कुराहरू चाहिँ मन पर्यो एकदम धेरै। सरर चिसो हावा आइरहेछ। यहाँ चाहिँ काम पनि भइरहेको रहेछ। अघि उताबाट गएको थिएँ, अहिले यो साइडबाट फर्किने। गुम्बा कागबेनी सिङ्गी होटल। सरर हावा आइरहेछ, घाम पनि लागिरहेछ, त्यही भएर अहिले त जाडो पनि धेरै भएको छैन। यहाँतिर काम भइरहेछ। नेक्स्ट टाइम फेरि जुऱ्यो भने त झन् दामी हुन्छ होला। ल
नेपालको ठाउँहरू यस्तो सही सही रहेछ नि। हाम्रो नेपाल त धेरै राम्रो छ खासमा होइन। उहाँ हुनुहुन्छ है दादाहरू। अब म गुम्बा घुमेर फेरि यो सर्टकट बाटो फर्किँदैछु। म चाहिँ त्यहाँ गएर आएको, यहाँ आइपुगेँ। अब यहाँबाट त्यहाँ पुग्छु। फेरि पैसा कमाउने बेला भइसक्यो यहाँ। नमस्कार मामु। बेला भएर पैसा कमाइयो। सक्यो। अब हाम्रो यहाँको कार्यक्रम सक्यो। सक्यो नि आन्टी? खुसी? हजुरआमा? ह्याप्पी ह्याप्पी? यहाँ चाहिँ लेट नलाग्ने हजुरआमासँग पनि छ। हामी चाहिँ अब यहाँबाट हेऱ्यौँ, कागबेनीबाट जान लाग्यौँ। अब हामी यहाँबाट मुस्ताङ, मुक्तिनाथ। मुस्ताङ त यो पनि मुस्ताङ नै हो क्या हो। हामीलाई चाहिँ मलाई चाहिँ जान जाँदै अनि उहाँहरू चाहिँ पछाडि हराउनु भयो। त्यस्तो पनि रहेछ यहाँ। अघि यादै गरेको थिइनँ मैले। हामी चाहिँ अब कागबेनीबाट हेर्दैनौँ। हाम्रो अङ्कलले गाडी लिएर आउनुहुन्छ। हामी पनि त्यहाँसम्म हिँड्ने सल्लाह भएको छ। बाबाहरू अगाडि पुगिसक्नु भयो। चिसो हावा मजा आ गया। हाम्रो ग्रुप ल हामी त फर्किँदा फर्किँदा अर्को प्लान बन्छ कि क्या हो? जुर्यो भने सुटिङ पनि हुँदैन छ ल गाइजहरू। सरी ल। अरे पिपल भनेको आँप भनेछु। गोली पनि घटपट्टि थालिसक्यो बाबु गर्दा गर्दै। अलिकति हरियाली अनि त्यहाँभन्दा उता हामी चाहिँ ठ्याक्क यहाँ पार्किङमा अब पार्क गऱ्यौँ। यहाँबाट मस्तसँग हिँडेर जाने हो अरे अब टक्कसँग। हिँड्नुपर्छ भनेर सबजना यहाँ भुइँमा बसेर ओखर फुटाएर यस्तो खाएर अनि अब बल्ल हिँड्ने हो। यो चाहिँ उहाँ जानलाई तयारी।
अङ्कल भतिज के अरे भतिजी घुम्दै हामी अब लाग्यौँ। छौँ होइन हजुर अब तिम्रो के अरे युट्युबमा सब्सक्राइब अनि स्क्याएर के गरिदिनु होला हजुर भन्नु आउँदैन मलाई होइन हजुर अब हामी चाहिँ म चाहिँ धेरैचोटि आइसकेँ उहाँहरू चाहिँ फर्दर एकचोटि आउनु भएको है अङ्कल हो हाम्रो गाइड। र गाइजहरू अगाडि जाँदै हुनुहुन्छ। अब यो भिडियो हामी अलि माथितिरै पुगेपछि खिच्छौँ। यहाँ टन्नै घोडाहरू छ तर हामी चाहिँ हिँडेर जाने हो। यो चाहिँ हिँड्न नसक्ने मान्छेहरूको लागि सुविधा। तर हामी सबजना एकदम स्ट्रङ छौँ। बिस्तारै हिँड्नुपर्छ आरामसँग। काठको दुईपट्टि समाउने भएको त्यस्तैमा बस्नु। मोर्लिङ यति नजिकै हुन्छ। 40-45 मिनट हिँड्नुपर्छ अरे। छ आमा कमन गाइज कमन। यति त केही होइन क्या, मलाई त यस्तो पावर आइरहेको नि साँच्चै हो। इनर्जी त एकदम फुल। विश्राम स्थल पनि रहेछ यो। सास फेर्दाखेरि चाहिँ यसरी फेर्नुपर्छ क्या, तलपट्टि फर्केर कस्तो यसरी क्या। यति गाह्रो भयो भने चाहिँ बाबा गजब छ। दामी एक्सपिरियन्स भयो जेस। फोटो खिच्न बसेको ल खिचिदिन्छु मैले। साम्बा गुम्बा हजुरआमा र भाउजू राम्रो छ। भिडियोमा खिचिरहेको छु। मुक्तिनाथ यज्ञशाला यस्तो रुख
दुःखहरू छ कहाँ अक्सिजनको कमी हुन पाउनु वाउ कस्तो राम्रो अङ्कल रमाइलो छ नि एकदम धेरै आन्टी हजुरआमा बाबाहरू चाहिँ अलि अगाडि पुगिसक्नु भयो हामी पछाडि पछाडि छौँ कस्तो राम्रो वाउ स्वर्गीय आनन्द अल्टिट्युडबाट बस्ने उपायहरू लेट लाग्ने समस्याको उपचार वाउ अगाडि र पछाडि भयो नि त बाबाले धेरै छिटो कुद्नु हो म त बाबासँग कुद्नै सकिनँ बाबा कति चिसो छ बिस्तारै है अङ्कल बिस्तारै यो पैसा यसो हेर आउँदैन हातमा चिप्लेर जाँदो रहेछ पैसा त ए अर्को पैसा पुरा दर्शन गरेर मजाले हामी आइसक्यौँ कस्तो जाडो हुने मान्छेको तर मलाई आज जाडो भएन हामी आयौँ फर्कियौँ होइन कस्तो नाइस भ्यू छ कस्तो यहाँ चल्दैछ फोटोग्राफी आइसक्यो अङ्कल यहाँ खाँदैछौँ हामी दर्शन गरेर फर्केको यो पुरै राउन्ड हाम्रो अङ्कल फोटोग्राफर यताबाट निस्केर हामी यताबाट ज्वालामाई जाने बाटो हो यहाँबाट आउँदै हुनुहुन्छ भाउजू र सम्झना दिदी अनि यहाँ हो पनि हेऱ्यौँ यहाँ व्हाइट कलरको छ अनि हामी अब यो बाटोबाट बिस्तारै ओह्रालो झर्दैछौँ अनि हामी अघिको भर्याङ पुग्दैनौँ यहाँबाट ए ऊ त्यहाँ ऊ भर्याङकै छेउ त रहेछ नि कहाँ चाइनाको छेउमा आएर घर बनाएर पनि नेपालमा हो होला त चाइनातिर होला अर्को जमिन
मम्मी राम्रो घर मेरो भाउजूले यता अनि मेरो घर चाहिँ यो हो मेरो बाबाले झोला बोक्नु भएको छ मम्मीको सम्झु हामी अहिले ओह्रालो झरिरहेछौँ हामी फर्केर तल आइपुग्यौँ गाडी त्यता छ के मुक्तिनाथ दर्शन गरेर हामी फर्कियौँ जान्छौँ हामी माछाको यहाँ आएछौँ यहाँ रोकेछौँ मुस्ताङ इको हिल रिसोर्ट हामी यहाँ जाँदैछौँ साउ बगानमा फोटो खिच्नको लागि त्यत्रो सानो सानो स्याउ फलेको छ हामी त्यो स्याउ बगानमा आएको छौँ बाबा त गएर बस्नु भएछ त्यहाँ खाचक्का सी इज आवर फोटोग्राफर अनि सी इज फोटोजेनिक मान्छे त्यो पोज होला नि त उता हेर यहाँ यही फोटो सेसन चल्दैछ अनि यता हाम्रो आन्टी अङ्कल जानुभयो त्यो मार्फा भन्ने ठाउँ हो हामी चाहिँ यहाँबाट जाँदैछौँ मैले हजुरहरूको यात्रा सफल रहन् धन्यवाद धेरै छ हाम्रो सम्झु जाँदैछ माथि से हेलो के छ यत्रो भिड छ यहाँ यस्तो बगर जस्तो छ यहाँ बसिराख्नु भएको छ यहाँ हामीले खाना खायौँ यस्तो रातो मकैहरू भएको छ यहाँ मिठो माम पनि खाइयो यहाँभित्र टक्क बसेर यहाँ चाहिँ यस्तो राम्रो छ पुरै मुस्ताङको मेरो बाबालाई चाहिँ यो कुर्सी मन पर्यो अरे हामी चाहिँ यो बाटो हुँदै 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 सरल आइपुगेका छौँ म्याग्दीको रूपसे झरनामा यस्तो दामी चिसो आइरहेछ हाई सम्झु वाह वाउ झरनामा जानलाई मेहनत बाबाको यो सेल्फीबाट खिच्दै हुनुहुन्छ भाउजूको एक्साइटमेन्ट म पनि जाने भनेको मलाई जाने खाली क्यामेराम्यान बनाइदिएर गाइजहरूले तर म जान्छु लास्टमा भयो नि बहुत स्ट्रगल गरेर रुक्से झर्नाको त्यहाँनिर पुगेर खुट्टा जुत्ता ठ्याक्क भिजाएर हामी आयौँ अब चाहिँ यतैबाट जानुपर्छ अङ्कल यताबाट बाटो छैन यतैबाट जाने हो गाइस कस्तो रहेछ जुत्ता ठ्याक्कै भिजिहाल्यो जुत्ता त पुरै भिज्यो बिस्तारा है बिस्तारा ओइ ओइ
कस्तो रह्यो भाउजू रुप्से झर्नाको एक्सपिरियन्स रमाइलो छ नि त यस्तो ठाउँमा भेटिनु रुप्से झर्नाको एक्सपिरियन्स कस्तो रह्यो सम्झु टु मच एक्साइटमेन्ट यस ये वी बाबा इज एङ्ग्री एट मी नट यु विथ अस विथ अस धेरै मान्छे गएन नि सबै बहुत मजा आयो हामी चाहिँ यहाँ तातो पानीमा आइपुगेको थियौँ अनि त्यस पछाडि तातो पानीमा नुहाउन जाने भनेको तर यहाँनिर चाहिँ टुरिस्टहरू चियोमा मस्तीसँग नुहाइरहेछन् किनकि यो तातो पानीको बाफ चाहिँ मस्त आइरह नुहाउन चाहिँ खासै मन लागेन फोहोर होला जस्तो लाग्यो त्यही भएर हामीले ननुहाउने निर्णय गऱ्यौँ भित्र नै गएनौँ गाइज के छ ओखा खानी बस्ने यहाँ हाम्रो गाडीको टायर पनि चेन्ज गर्ने कार्यक्रम भयो हाम्रो अङ्कलले गर्दै हुनुहुन्छ अनि हामी हिजो पनि यहीँ आएको थियौँ हिजो बेलुका नुहाइएन आज नुहाउने प्लान भएर तर आज चाहिँ प्लान फ्लप भयो किनकि त्यहाँ नुहाउनु घिन लाग्यो यो तातो पानी होटल हट स्प्रिङ अब हामी आइपुग्यौँ विश्वकै अलौकिक तीर्थस्थल गलेश्वर धाम यो चाहिँ भिडियो हो अब म बाबाको फोटो वाउ कस्तो राम्रो छ यहाँ एकदम ठुलो ढुङ्गा छ अरे सबसे अनि त्यहाँ माथि मन्दिर कस्तो दामी बन्द हुनसक्छ अरे त्यही भएर फटाफट घुमिहाल्नुपर्छ किनकि यतिखेर बेलुकाको कति बज्यो भाउजू कति बज्यो अहिले मेरो त घडी अफ भएछ क्या एकछिन है त यहाँ क्लिक गरेपछि देखाउँछ 7:30 हुन आँटेछ ठ्याक्कै हस् बाबा हस् हुन्छ यो चाहिँ ढुङ्गा एउटै ढुङ्गा हो अरे पुरै एट्याच परसम्म यताबाट राइट टर्न श्री गणेशाय नमः फ्री वाइफाई वाउ गलेश्वर धाम आनन्द खोलाको साउन्ड आइरहेछ जय गलेश्वर मजाले बगिरहेछ खोला बाबा सम्सना मम्मी भाउजू अङ्कल अंकल आंटी गलेश्वर धाम की जय शिवालय देवालय मठ मन्दिर दर्शन पूजन यहाँ फोटो खिच्नको लागि चाहिँ मेरो मम्मी रेडी भइसक्नु भयो यो सबै ढुङ्गा चाहिँ एउटै ढुङ्गा हो रे स्वयम्भू ज्योतिलाई गलेश्वर धामका विशेषता नौरोपनीको एउटै चक्र शिवशिला
2 कहिल्यै नसुक्ने जलकुण्ड, 3 शिवलिङ्ग, शालिग्राम, शङ्खचक्र, श्री गणेश, शिवचरण, नागदेवता आदि, 4 राज भरत, जड भरत, राजस्पी, रहु गडा, गलेश्वर बाबाको तपोभूमि, ज्ञानभूमि, सिद्धभूमि, मोक्षभूमि। यहाँ रहेछ क्या हो कुण्ड? कहिल्यै नसुक्ने जलकुण्ड। जय जलेश्वर धाम। गौ माता दर्शन पूजन, लक्ष्मीनारायण मन्दिर। वाउ, गौ माता। नौरो पनि रहेछ अङ्कल। उता लेखेको छ। यो चाहिँ पुरै एउटै ढुङ्गा हो अरे, नौरो पनि। कस्तो दामी क्या। वाउ। ओहो, त्यो मन्दिर हेरेर आइहाल्यो है। लेखेको देखिन। लेखेकै देखिन आन्टी, कहीँ लेखेको छैन। ए श्री मुक्तिहरि राधाकृष्ण मन्दिर। श्री मुक्तिहरि राधाकृष्ण मन्दिर। श्री मुक्तिहरि राधाकृष्ण मन्दिर की जय। आउनु आन्टी। ल होइन, श्री मुक्तिहरि राधाकृष्ण मन्दिर रहेछ। उतापट्टि एउटा ढोका खोल्दै रहेछ क्या, त्यहाँ आरती भइरहेछ। उतापट्टि राउन्डमा क्या, मूल ढोकापट्टि। यहाँनिर राम्रो आउनु, उता हिँड। हामीलाई त बाबाले टिका ल्याएर लगाइदिनु भयो त, हेर त। आहा, सबैजनालाई टिका लगाइदिएर गलेश्वर धामको आशीर्वाद लियौँ। सरी, टिकेको भए माफ पाऊँ। कस्तो राम्रो के। वाउ। ल हामी चाहिँ अब गलेश्वर धामबाट पनि लाग्यो। बाबाले दिएर टिका लगाइदिनु भएन र हजुरलाई? बाबाले टिका ल्याएर लगाइदिनु भएको थियो त। खोइ, मैले त त्यस्तो त केही थाहा भएन। मन्दिरमा भनेको आफ्नो उसले हो क्या। हामी चाहिँ अहिले बेनीको बजारमा छौँ। यतिखेरको समय भनेको चाहिँ 8 बज्न लाग्यो। हाम्रो यहाँ गाडीमा अलिअलि काम भइरहेछ। यो चाहिँ बेनीको बजार हो। अब हामी यहाँ बस्छौँ अथवा जान्छौँ त्यो चाहिँ सोच्नै बाँकी छ।